हेलो गाइज वेलकम टु माई भिडियो। मैले चाहिँ आज कलेजमा खासै स्टुडेन्टहरू पनि सबै एब्सेन्ट थिए अनि टिचरहरू पनि कुनै कुनै एब्सेन्ट हुनुहुन्थ्यो। त्यही भएर चाहिँ खाली टाइममा यसो मैले क्लासमा नै भिडियो स्टार्ट गरेँ है त गाइज। ल गाइज क्लासमै नोट लेख्दैछौँ है त। आज एक दुई पिरियड चाहिँ खाली छ। मिल्छ कि मिल्दैन युट्युबमा हाल्नु? हेलो गाइज अबै दाजु छमाल हाम्रो क्लास को हमारा ब्लॉग में जैसा कि मिल्छ कि मिल्दैन? उसलाई देखाउँदै चिन्नुले अनि मैले चाहिँ दिएकै छुइनँ साथीलाई गिफ्ट। हाम्रो चाहिँ यस्तै हुन्छ, कुन दिन बर्थडे हुन्छ गिफ्ट पछि पछि दिँदा पनि हुन्छ। उसले चाहिँ एउटा मूर्ति हाम्रो एल्नाको डान्स प्र्याक्टिस भइरहेछ यहाँ। यता यी सबैजना एनहरू छन्। ए छोरा तिमी अगाडि मैले भ्लग गरिरहेको छु है मन्नु। एउटा डान्स गर्नुपर्ने, त्यही भएर हाम्रो पनि कोलाबोरेसन भन्दै आइहाल्थ्यो नि, म त्यही भनिरहेको छु होला होइन। उसलाई पनि देखाउने हो। मनिषा पढन्दास के गर्नु हौ, अल्छी लाग्छ पढ्न पनि। आयो यस्तो चाहिँ थकै लाग्यो, अब घर जाने एकछिन सिकेर। साथीहरू थक्कै लाग्यो। अब फाइनलमा हामी डान्स देखाउनेछौँ गाइज। अहिले चाहिँ पास आवर दिदी दाईहरूलाई बिदाई गर्ने अनि फर्स्ट इयरलाई के गर्दैछौ चाहिँ अनि फर्स्ट इयरलाई वेलकम गर्ने, पास आउटलाई फेयरवेल गर्ने। ल तयारी हुँदैछ है, धमाधम तयारी। मनिषाले पनि तयारी गर्दैछिन्। ल हेर्दै गर्नुहोला। पूजा साथी ए हो म पूजा मुना मुनि 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 ल यस्तो राम्रो बताउँछ। ल धन्यवाद। के गर्नु, भोक लागिसक्यो। साँच्ची म त अति भइसक्यो भोक। पानी खाने पनि वातावरण छ। पानी खायो। डान्स रिहर्सल गर्दैछिन्। अब यो चाहिँ हामी फाइनलमा देखाउनेछौँ है गाइज। A few moments later. एकछिन उफ्रेर हामी खाजा खान जाँदैछौँ। भोक लाग्यो। क्यामेरामा हेर ल। केटीहरूको डान्स खतरा छ। यही हो मेरो ल केटी हो। ल खाजा कुरिरहेछौँ है हामी।
सिकिँदैनौ भने के यस्तो गाह्रो भयो सिक्दैन म चाहिँ गाइस शुक्रबार घर जाने जस्तो कुरा गरिरहेको छु कि साडी लिन Which कलरको साडी ब्लू कलरको साडी छ मेरो चाहिँ ए यस्तो भोग लागेछ भोग लगाएर सबजना नाच्छ आहा कति राम्रो बोतल देवर बाबुलाई पो दिएको देवर नानीलाई नदिएको खाइमा भिज्यो सिरानी खाजाको पर्खाइमा भोकलले आज बिचरा म त खाँदैन नि त भाइ बेस खाऊ न तिमी भोगले भइसक्यो के साह्रो ल बेस थुक्पा आयो तिमीहरूको खाजा आयो खाऊ तिमीहरूको के छ हाम्रो यहाँको भेज जहिलेको खाजा है त थुक्पा ओइ केटी हो मजाले ल खाऊ ल तिम्रो के हो मोमो हो दुईजनाको के हो ए ल गाइस मेरो नै आयो है देखेन त मिठो भयो बल्ल अलि सास आयो हजुर हानी बेला सबैजना लाग्दा मलाई मात्रै सराप चोरी सक्यो है त बल्ल मुनाको अनुहार उज्यालो आयो अघि त सबले सक्छ हेर न ल बाई बाई है बाई बाई ल बाई ल ओभरचाने गयौँ बाई बाई ल तिमीहरू जाऊ है ओके बाई बाई उनीहरू चाहिँ यहाँबाट छुट्टै अब हामी यहाँबाट दुईटा साथी छुट्टै यहाँबाट दुईटा अहिले हामी दुई छौँ दुईजना मात्रै अब त्यहाँबाट अनि आफ्नो आफ्नो तर पर क्रस गर्नेसँगै होइन त तीन गाडी चढ्ने हो नि त यता देखाउँ न हामी फ्रन्टपट्टि अब रमिक्षा मात्रै छ हामीजना मात्रै बाँकी छौँ अब हामी पनि ऊ त्यहाँ रोड क्रस गरिसकेपछि चाहिँ त्यहाँबाट चाहिँ छुट्टिन्छ अर्कै गाडीमा म बुढा नीलकण्ठ जान्छु तर हामी जान चाहिँ माथिकै रोड जान्छौँ है माथिकै रोडमा जान्छौँ हेर न साग यस्तो कस्तो राम्रो है ल गाइस कसलाई साग चाहियो साग है फेरि कसैले त मिसअन्डरस्टुड पनि हुन्छ नि त है नराम्रो सुन्छन् अहिलेलाई यसको त गाडी नै आयो मेरो कतिखेर आउँछ होला कुरेर बस्छु यहाँनिर गाडी कुरिरहेको छ है गाइज म एक्लै भयो अहिलेलाई पूजा पनि आइन नत्र पूजा साथी हुन्थ्यो एक्लै कुरिरहेको छ यहाँ
साझा आउँदैछ गाइस, तर कहाँको ठुक्क लगन खेल जाने साझा पो आएछ। फेरि कहिले आउने हो मेरो। बुढा नीलकण्ठको साझा बल्ल आयो 15 मिनटपछि। Eternity later. घर आइपुग्न लाग्यो गाइस। ल गाइस, म चाहिँ कलेजबाट घर आएर एकछिन आराम गरेर कपडा टिप्न माथि छतमा आएँ त। ल गाइस, मैले चाहिँ कपडा पनि उठाइसकेँ। कस्तो राम्रो मौसम भएको आम्मा। ल गाइस, यहाँ म बसेको ठाउँबाट चाहिँ यस्तो राम्रो भ्यू देख्छ। नारायणथान एरिया हो यो। उहाँ बुढा नीलकण्ठ स्कुल देखिन्छ यहाँबाट। सनसेट। यता शिवपुरी जङ्गल छ, यहाँदेखि माथि चाहिँ इन्द्रा पो लाग्यो। ल एकछिन आनन्दले बस्छु अनि जान्छु। जानै मन छैन, यहीँ बसिरहनु मन छ। के गर्नु, धेरै काम छ। गाइस, हेर्दै गर्नु होला है त मेरो भिडियो। आपके सामने एक बड़ा सा रेड बटन है। हाँ, है। दबा दिया, आगे बोलो। ल गाइस, धनियाँ यस्तो छ। सागहरूको चाहिँ डेट एक्सपायर भइसक्यो है गाइस। मैले खासै राम्रो साग भएन। साग टिप्न आएको, त्यही पनि यस्तै भयो भने अब टिप्नु होला नि। खोइ त साग त भने यस्तै छ नि त। यस्तै हो भने टिप्नु होला। यो यतिको त हुन्छ होला यहाँनिर। यहाँनिर यसरी टिप्छु। साग त खानु पर्यो गाइस। यहाँ पनि टिप्नु पर्यो। अहिले त भयो नि यहाँको यो यो गर्नु ल। आज फेरि आमाहरू आउँदै हुन्छ, त्यही भएर अलिकति चाहिँ धेरै टिप्नु पर्ला। ल त्यही छ गाइस। यहाँ राम्रो रहेछ, एक दुईवटा टिप्नै पर्यो गाइस। गाइस राम्रो छ। गाइस मेरो मासु पाक्यो है त। आज चाहिँ आमा बहिनीहरू आउँदै हुन्छ, त्यही भएर मैले मासु पकाउँदैछु। अनि माइली दिदीले चाहिँ फोन गर्दै हुनुहुन्थ्यो। माइली दिदीले यो भिडियो हेर्दै हुनुहुन्छ भने म चाहिँ पुरा यहाँ खाना पकाउँदै थिएँ दिदी। यहाँनिर के अरे नेट टिप्दैन मजाले, त्यही भएर भरे भोलिदेखि म फोन गर्छु दिदीलाई। यहाँ सागहरू पकाउनलाई रेडी गर्दैछु है त गाइस। ल गाइस, यो चाहिँ तामाको अचार मेसु भन्छौँ हामी चाहिँ। उता मेरो गाउँबाट ल्याएको, मम्मीले बनाउनु भएको थियो। अस्ति दसैँमा जाँदा ल्याएको, मातेलबाट ल्याएको तामाको अचार रेडी भयो। ल साग पनि रेडी। माइली दिदीहरूले हेर्नुहुन्छ नि त भिडियो। ल आमा पनि आइसक्नुभयो। कान्छी दिदीलाई पनि सम्झेको छु है। अघि फोन गर्दै हुनुहुन्थ्यो। अब भरे भोलिदेखि
ठुलो भाइ यतै छ ल ल ल पाले पालो भने राम्रोसँग ल मेरो नाम खडक मेघना राई हो भन म नर्सरी क्लासमा पढ्छु मेरो म्यामको नाम कविता हो स्कुलको नाम के हो होइन हैन के छ नि हो गुड ल खुसी अलि यता उता खुसी नमस्ते म कक्षा 2 मा नाम चाहिँ के हो त नमस्ते मेरो नाम मोनिका राई म कक्षा 2 मा पढ्छु मेरो विद्यालयको नाम हिमालय बोर्डिङ स्कुल हो धन्यवाद वाउ थ्याङ्क यू ल आमा पनि फाइनली आएर यहाँ बसिराख्नु भएको छ है दिदी ल धनीभर वारिपारि भोट मधेस काठमाडौँ भयो राम्रो हो त होइन छोराछोरी धेरै पाइराख्नु राम्रै हो पछि टाउको हातमा चाहिँ भ्लग बनाउने हो मैजु ल अहिलेलाई स्थगित गरौँ भिडियो Yeah. यता खाँदबारीबाट आमाले सिमल तरुल ल्याउनु भएको यस्तो मिठो लाग्छ मलाई भोलि बिहान पकाएर यो चाहिँ बनाएको भिडियो हो ल गाइस यतिन्जेलसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब थ्याङ्क्स फर वाचिङ गाइस सी यु इन द नेक्स्ट भिडियो